हेलो नानी बाबुहरू, आज म फेरि कोअर्डिनेट ज्योमेट्री को एंगल बिट्विन टू स्ट्रेट लाइन को सर्ट क्वेश्चन नंबर 2 लिएर आएको छु। अब क्वेश्चन नंबर 2 मा मैले कस्तो क्वेश्चन राखेको छु, फाइन्ड द ऑब्ट्यूज एंगल बिट्विन टू स्ट्रेट लाइन्स 2x minus y plus 4 equals to 0 and 3x plus y plus 3 equals to 0 भनेर दिएको छ यो क्वेश्चनमा। अब पहिले के गर्छौं, यसलाई सल्भ गर्दाखेरि ल हियर द गिवन इक्वेशंस आर 2x minus y plus 4 equals to 0 and 3x plus y plus 3 equals to 0। अब हामीले दुईटैको के गरौँ, स्लोप निकालौँ। स्लोप m1 equals to minus coefficient of x upon coefficient of y minus coefficient of x भनेको 2, coefficient y भनेको -1, यो चाहिँ कति आयो 2। फेरि यसको स्लोप m2 equals to minus coefficient of x upon coefficient of y minus coefficient of x भनेको 3, coefficient y भनेको 1 minus 3 भनेर यो आयो। अब हामी चाहिँ यसको एंगल बिट्विन tan theta equals to plus minus m1 minus m2 upon 1 plus m1 m2, tan theta equals to plus minus, अब m1 भनेको 2 minus m2 भनेको -3, minus minus plus 3 1 plus m1 is 2, m2 equals to -3, और tan theta equals to plus minus 3 plus 2 5, 1 minus plus minus 3 to the 6, tan theta equals to plus minus 5 upon -5, और tan theta equals to plus minus 1, 5 5 कैंसिल भएर -1। अब ऑब्ट्यूज निकाल्न छ भने टेकिङ नेगेटिभ साइन भन्ने हैन कि पोजिटिभ साइन, टेकिङ पोजिटिभ साइन tan theta equals to पोजिटिभ भन्दाखेरि प्लस माइनस माइनस। अब 10 नेगेटिभ हुने क्वाड्रेन्ट कुन कुन हो हाम्रो, फर्स्ट र फोर्थ। अब 1 भन्ने भ्यालु कति भयो हाम्रो 45 डिग्री। अब 45 डिग्री यसमा राख्दाखेरि सेकेन्ड क्वाड्रेन्ट कुन हुन्छ 180 माइनस थीटा, 180 माइनस थीटा, थीटाको ठाउँमा हामीले 45 डिग्री राख्दाखेरि 45 राख्दा कति भयो 135। अब tan थीटा इक्वल्स टु tan 135, थीटा इक्वल्स टु कति भयो 35 डिग्री। फेरि बनाउला, देयरफोर obtuse angle between two lines is 135 डिग्री। बुझ्यौ? ल यो क्वेशनलाई कसरी बनाउने भन्ने कुरा बुझ्यौ? पहिले दुईटा लाइन दिएको थियो, दुईटा लाइनबाट हामीले के गर्यौं, स्लोप निकाल्यौं। दुईटाको स्लोप निकाल्ने फर्मुला मैले पहिले पढाइसकेको छु। स्लोप m1 इक्वल्स टु माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y, त्यस्तै गरी माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y। अब हामीले यसको कोएफिसिएन्ट 2 भयो, यसको कोएफिसिएन्ट y को -1, माइनस माइनस क्यान्सल भएर 2, यसको पनि कोएफिसिएन्ट कुन भयो 3 भयो एउटा, यसको कोएफिसिएन्ट 1 भयो।
-3। फेरि एंगल बिट्विन को फर्मुला के हो tan थीटा इक्वल्स टू प्लस माइनस m1 माइनस m2 अपन 1 प्लस m1 m2। m1 को वैल्यू 2 हो माइनस m2 को वैल्यू -3 छ। यो -3 यो माइनस मल्टिप्लाई गर्दा कति भयो प्लस 3 1 प्लस m1 is 2 m2 भनेको -3 माइनस प्लस माइनस 2 3 जा 6 3 2 जोड्दाखेरि 5। अब 6 माइनस 1 माइनस 5 5 5 काटेर -1। मैले अघि नै भनिसकेको थिएँ पहिलो क्वेशनमा अब अब्टुस एंगल ल्याउनु छ भने हाम्रो भ्यालु चाहिँ माइनस छ भने प्लस साइन लिने, अगर एक्युट एंगल ल्याउनु छ भने यो प्लस हुनुपर्छ। त्यसकारणले मैले के गरे टेकिङ पोजिटिभ साइन लिँदाखेरि प्लस माइनस -1 अनि 10 नेगेटिभ हुने क्वाड्रेन्ट फर्स्ट र फोर्थ हुन्छ। तर 1 फर्स्ट क्वाड्रेन्टमा सेकेन्ड क्वाड्रेन्टमा के हुन्छ 180 माइनस थीटा थीटा भनेको 45 180 माइनस 45 135 थीटा इक्वल्स टु के भयो 135। Therefore obtuse angle between two line is 135। यसरी बनाउने यो क्वेशन राम्रो भेरी सर्ट क्वेशनमा आउँछ। सर्ट क्वेशन भनेको 2 मार्क्स को। अब मैले बनाउने तरिका मैले बताएँ, यसलाई गएर चाहिँ पढ्नु मेरो युट्युब च्यानल वीरेन्द्र थापा सर 2877 हैन, यसमा गएर हेर्ने, आफू पनि हेर्ने, आफ्नो साथीहरु पनि पढ्न लगाउने हैन। यो क्वेशनहरु कसरी बनाएको छन् भनेर मेरो युट्युब च्यानलमा गएर हेर्ने, बुझ्ने, पढ्ने। मेरो युट्युब च्यानल लाइक सब्स्क्राइब शेयर पनि गरिदिनु। धन्यवाद।